अब हाम्रो सालीको पनि घर जाने दिन आउँदैछ, भोलि जान्छ हो। अन्त सारीलाई के दिएको अरे भन्नु, फेयरवेल दिएको होइन। बिना 2 वर्ष बस्यो हामीसँग हो, उसको पढाइ सक्यो, त्यहाँदेखि जाँदैछ है। अन्त यसो सबैजना बसेर यसो मोमो खाइदिउँ भन्ने सल्लाह भएर होइन। साथीहरू ल हेर्दै गर्नुहोस् होइन, कस्तो के भएको छ यहाँनिर तपाईँहरू देखाउँछु। साथीहरू फेरि तपाईँहरूलाई स्वागत छ मेरो है भ्लगमा। र यसरी माया अनि सपोर्ट दिइरहनु भएको छ है। यसरी नै आउँदो दिनहरू यसरी माया अनि सपोर्ट दिइराख्नु होला होइन। र आज चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर आँखामा पनि आँसु आँसु भइरहेको छ। किन भन्दाखेरि चाहिँ प्याज काट्दैछु है। र प्याज चाहिँ के को लागि काटेको भन्दाखेरि चाहिँ तपाईँहरूले भिडियो हेर्दै गर्नुहोस् होइन। यहाँ प्याज काट्दैछु होइन, रियाले लसुन छिर्दैछ हो। अब भिडियो बनिरहनुहोस् न, ल अन्तमा भन्छु तपाईँहरूलाई, गेज गर्दै गर्नुहोस् होइन के चाहिँ गर्दैछु भनेर होइन, के को लागि काटेको यो है। फास्ट कटिङ छ मैले हाल्छु पर के गर्दैछ हेर्नुहोस् त दर्शक पनि। मैले आयो त के आएको हालेको छैन ग्लासमा छ सेरपाटी लागेर अहिले खाएको मात्रै भए त हुन्थ्यो। ऊ यहाँतिर लग उठाएको छ तेल खाँदा रहेछ हेर्नुहोस् त। बहिनीले अघि यस्तो हँसाउने त खिचिदियो अब कोपी पनि यहाँनिर है यहाँ के भन्छ ग्रेड गर्दैछु होइन। र आधी तपाईँहरू थाहा भइसक्यो होला अब के बनिँदैछ भनेर। यहाँ रेडी हुँदैछ हो। र कोपी साथैमा गाजर पनि ग्रेड गर्नुपर्ने हुन्छ हो। र मलाई चाहिँ तपाईँहरू थाहा भइसक्यो होला के बनाउनु लागेको भनेर होइन। र पनि हेर्दै गर्नुहोस् तपाईँहरू भिडियो बनिरहनुहोस्। अब केही क्षण मात्रामा के बनाएको भनेर तपाईँलाई थाहा हुन्छ। र गीता नि आइपुग्यो, अनाएर के खाँदैछ लु उयो बस्छ, लु खाना दिनु अरे हौ। उयो बस्यो कि लु अब खाना दिनु हेर्नुहोस् है। अब चाहिँ के बनिँदैछ भनेर तपाईँलाई थाहा छ होला होइन। अब होला खासमा चाहिँ पेस्टै ल्याएको भने दामी हुन्थ्यो हो। तर यो अलिक मिस्टेक भएछ। मैला बस्दैछ साथीहरू। गीताले चाहिँ यहाँनिर अचार बनाउँदैछ मिक्सीमा हो। र यहाँ चाहिँ उसको लागि अलग्गै बिना पिरोको अचार अरे होइन। कति खुसी हाल्ने यसमा चाहिँ यो हामीले खानेमा चाहिँ हामीले खानेमा चाहिँ कतिवटा अरे 16वटा अरे। ल दर्शक किन्ने हेर्नुहोस् है। अब यहाँ अचारमा एकदम तिलको दामी भइसकेको छ होइन। र यहाँनिर यो अघि मैले जुन चाहिँ है बनाउँदैछु त्यो चाहिँ यहाँनिर अलिकति गरम गर्दैछु होइन। र यहाँनिर टमाटर
यहाँ चाहिँ त्यो चाहिँ के हो तिल र खुर्सानी मात्रै हो तिलको खोर्सानी तिल र खुर्सानी अब टमाटर रहेछ होइन यो चाहिँ हाम्रो लागि किनभने उसले चाहिँ पिरो खाँदैन खाँदा नि आएर सबै हुन्छ त हुँदैन सुन्छ हौ अलिकति पिस्नु हात चाहिँ पुरा तिमीले मजाले धुनुपर्छ है 16 डल्ले खुर्सानी भनेको यहाँ हो आम्मामा चिप्ल्यो ठिक है चिप्लो भयो हात उयो त पोखेर भयो दामी भयो त अन्त फ्लेभर त स्याटिस आयो त अन्त वाउ लु है यो अचारसँग चाहिँ अब मजाले खाइदिनुपर्छ पिसेर रहेछ यो सिमी मन पर्दैन कि होइन अन्त ग्यास मात्रै पारेको नि साथीहरू अब तपाईँहरूलाई मैले अघि किमा बनाएर देखाएको थिएँ होइन यो चाहिँ अब किन बनाएको भन्दा चाहिँ वहाँनिर हेर्नुहोस् त चुलामा मोमो बनिँदैछ आज चाहिँ होइन स्पेसल मोमो स्पेसल छ भेज मोमो है अन्त त्यसले गर्दाखेरि अब हाम्रो सालीको पनि घर जाने दिन आउँदैछ भोलि जान्छ हो अन्त सालीलाई के दिएको अरे भन्दा फेयरवेल दिएको होइन बिना 2 वर्ष बस्यो हामीसँग हो उसको पढाइ सक्यो त्यहाँदेखि जाँदैछ है अन्त यसो सबैजना बसेर यसो मोमो खाइदिउँ भन्ने सल्लाह भएर होइन साथीहरू ल हेर्दै गर्नुहोस् होइन कस्तो के भएको छ यहाँनिर तपाईँहरू देखाउँछु आम्मा लु हेर्नुहोस् त है को कोलाई मनपर्छ लाइक कमेन्ट गर्नुहोस् भन्नुहोस् को कोलाई मनपर्छ है लाइक कमेन्ट गर्नुहोस् भन्नुहोस् एकदम अर्ग्यानिक छ है दाउरामा एकदम यहाँ चुला पनि देख्न सक्नुहुन्छ ल साथीहरू अब म चाहिँ बनाउँदा बनाउँदा थाकेर चाहिँ यहाँनिर चाहिँ गीताले बनाउँदैछ अहिले चाहिँ होइन र गीताले चाहिँ यस्तै यहाँनिर यसरी बनाउँदैछ र किमा पनि सकिसकेको छ होइन र आधी सर चाहिँ खाँदैछ पनि वहाँनिर होइन को कोले खाँदैछ हेरौँ ल तपाईँहरूलाई देखाउँछु म अन्धकार छ तर बाहिर चाहिँ हामी त किचनमा छ हो यतापट्टि र यहाँ चाहिँ अब तपाईँले खाए आमा दिपन र बाबा अनि आयुष्मानलाई आयुष्मान पनि खाएछ बाबालाई कस्तो भएछ बाबा दिपन ओ दिपन कस्तो भएछ मोमो सुप दामी भएको छ है दामी भयो अरे र यहाँनिर अब यहाँ चाहिँ यति छ मोमो है र वहाँनिर पाक्दैछ र यहाँनिर सुप देख्न सक्नुहुन्छ एकदमै झकास खालको नै भएको छ है यहाँ चाहिँ किन बन्द गर्दैछ